बल्ल दसैँ मनाउन घर आइपुग्यो है। जोस कसको फोन आयो यार? हेलो, ओए के छ खबर? घर गएपछि त फोनै गर्दैनस् त। कहिले पुगिस् घर? ए म त हिजो नै पुगिसके त यार घर। ए छिटो पुगिसस् त यार, जाम थिएन क्या बाटोमा? कहाँ जाम हुनलाई म के गाडीमा आएको हो र? म त सिधै पेलेनमा आएको भाइ, पेलेनमा। ए पेलेनमा पो गएको त? अनि पेलेनमा के जाम थिएन र? यति छिटो पुर्यायो पेलेनमा? कस्तो कुरा गरे यार, कहिले पेलेन चढाएन तैँले? पेलेनमा नि कहीँ जाम हुन्छ र? पेलेनमा जाम हुँदैन कहिले नि। अनि किन हो त्यो कि बाटो बिग्रिँदैन है क्या है? पेलेन के गाडी जस्तो हो र बुला? जाममा फस्ने, अनि बाटो बिग्रिने, बाटोमा पहिरो आउने। ए त्यसो भए त छिटो पुर्याउने रहेछ त यार पेलेन। मलाई त एकैछिनमा पुर्याएको थियो, आधी घन्टामै। ए त्यसो भए त गाडीमा भन्दा पेलेनमा जानलाई फाइदा रहेछ त यार। अनि तँलाई बाटोमा बमेट भयो कि भएन यार? तँलाई त बमेट भइरहन्थ्यो गाडीमा, अनि पेलेनमा बमेट भयो कि भएन? अरे यार पेलेनमा बमेट हुँदैन के, गाडीमा जस्तो हुन्छ र बमेट हुन्छ र? ए हो र? त्यसो भए त पेलेनमा जानु फाइदा रहेछ त यार, बमेट पनि नहुने, छिटो पुर्याउने रहेछ। अनि ओए अनि सुन्न, त्यो के अरे खाना खुवाउनलाई कता रोकेको थियो? खाना कहाँ खुवाएको थियो तँलाई? त्यो कुरा गरे यार। अनि बिच बाटोमा पेलेन रोक्छ त अनि खाना खुवाउनलाई? सबै भित्र हुन्छ के? कस्तो नबुझेको कुरा गरे। हुन्छ हावा कुरा गर्दा सबै भित्र हुन्छ भनेर भन्छ यार। अनि भित्र खाना पकाउँदाखेरि अनि त्यो ग्यास बाल्दाखेरि आगो लाग्दैन पेलेनमा? तर खाना चाहिँ कसले पकाउँछ, कसरी पकाउँछ थाहा भएन, तर खाना चाहिँ भित्र हुन्छ। ए त्यसो भए त धेरै फाइदा रहेछ त यार, भित्रै खाना हुने सबै हुने भनेपछि त यार। अनि त्यसो भए म पनि जान्छु, अब पेलेनमा जान्छु। ल ल जेसुकै गर, दिमाग चाट्छ यार मान्छेको यार। अरे यार फेरि दिमाग चाट्नलाई फोन गरे, फेरि फोन गरे। ओए सुन त, हेलो के भयो भन् त? मलाई त यार जतिखेर नि पिसाब आएको आए हुन्छ, अनि पिसाब गर्नलाई बिच बाटोमा रोक्छ कि रोक्दैन? ए भगवान, फोन नगर के, मलाई फोन नगर के यार। कति दिमाग चाड्न सक्यो क्या तैँले यार, कस्तो कुरा गरे यार। त्यति भनिदिँदैमा के हुन्छ? म पेलेनमा आउने भनेको, अनि मलाई केही पनि थाहा छैन, त एकचोटि गएको छस् अनि भन्दैन त? अनि मैले अघि भनिसकेँ त सबै भित्र हुन्छ भनेर। पिसाब गर्ने पनि भित्र हुन्छ के? त्यही भित्रै हुन्छ, दिसा पिसाब सबै गर्ने भित्रै हुन्छ। हावा कुरा नगर, पिसाब गर्ने पनि भित्रै हुन्छ र? अनि माथि उठ्दै गरेको पेलेनबाट पिसाब फेऱ्यो भने, अलि तल मान्छेको ज्यानमा पर्यो भने अनि गाली गर्दैनन् हामीलाई? अरे यार भित्र हुन्छ क्या त्यो, कहाँ तल खस्छ त, कहाँ जमिनमा खस्छ त? त्यो दिसा पिसाब गरेको सब भित्रै राखे हुन्छ। त्यो ट्याङ्की हुन्छ क्या, दिसा पिसाब जम्मा गर्ने सबै ट्याङ्की हुन्छ त्यो। ए ट्याङ्की हुन्छ? अनि त्यो ट्याङ्की त पल पर्या भने त अनि हगेको जति चुहिएर तल खस्ला त? अनि त्यो रहेछ यार मान्छे यार। फोन राख, जेसुकै होस्, म त यार एउटा बोतल लगेर जान्छु यार। बरु त्यो बोतलमै पिसाब गर्छु, जतिखेर भए त्यतिखेर गर्छु यार। हुन्छ, तँलाई जे सजिलो लाग्छ त्यही गर। बोतलै लगेर सजिलो हुने भए त्यो बोतलै लग, त्यो बोतलमै पिसाब हेर। हुन्छ त ल, फोन राख। ओए सुन त, अनि भाडा चाहिँ कति हो? गाडीमा चाहिँ 400-500 जति लाग्थ्यो, त्यसमा त एकदम छिटो पुर्याउँछ, सेवा सुविधा सबै छ भने त्यसमा त 1000 जति लाग्छ होला है? के रे 1000 रे? म त 15,000 तिरेर आएको भाइ, म त 15,000। ओ 15,000 हुँदैन यार, त्यसो भए त म बसमै जान्छु यार, गाडीमा जान्छु। हुँदैन त्यत्रो तिरेर कोही जान्छ यार? हुन्छ, तँलाई जे सजिलो लाग्छ त्यही गर।